अब गाउँघरतिर धानको ब्याड रोप राख्ने बेला भयो। गाउँको राख्ने बेला होइन, राखिसक्यौँ। अब उम्रिन लागेको छ। अनि अब असार लागेपछि असारमा त रोपाइ हुन्छ, काम हुन्छ बेससँगले गाउँघरमा। हाम्रो मकै यस्तो भए अब पोली खाने बेला अलि भएको छैन, हुन लागे। यो चाहिँ बेड राखेको हो। यो सबै मकै अब एकैचोटि पाक्छ होला। यो लोकल मकै अलि चाँडो पाक्छ, हाइब्रिड अलि छिटो अलि ढिलो पाक्छ। त्यही भएर यो चाहिँ लोकल हो। लोकल मकै चाहिँ अलिकति छिटै पाक्छ। अब यो अन्तिममा चाहिँ पोलेर खाने बेला भन्दा बेसी भइसक्छ। त्यताको चाहिँ हाइब्रिड हो। उतातिरको चाहिँ यो चाहिँ हाम्रो स्थानीय, हाम्रो यो चाहिँ हाम्रो नजिकको हाम्रो स्कुल हो। यहाँ 10सम्म यहीँ पढ्ने हो। 10सम्मको हो। यो चाहिँ नयाँ भवन, यहाँ यो तलको नयाँ बनेको हो अहिले यसपालि। यो चाहिँ पुरानो हाम्रो स्कुल। अनि यो हाम्रो यहाँ बस्ती चाहिँ हाम्रो यतातिर छ। यो एक दुई घर यता उयो पनि बस्ती हो। यो चाहिँ हामीले कुखुरा पहिला कुखुरा फर्म गरेको थियो त्यहाँनिर। अहिले चाहिँ कुखुरा सुखुरा छैन, त्यत्तिकै फर्म मात्र छ रित्तो। अनि उयो माथितिरको दुईवटा घर, त्यहाँ उतापट्टि घरै घर छ, अलि माथितिर छ मेरो चाहिँ। अनि यो गाउँ पनि रमाइलै छ। पारी वन पाखा हरियाली भएको छ अचेलभरि। अनि त्यो पारीको रामेछाप जिल्ला हो। यो सिन्धुली जिल्ला, पारीको रामेछाप जिल्ला हो। उयो पारी देखेको छ नि, उयो खोलोभन्दा उतै पारीका 2-3टा डाँडा देखेको, त्यो चाहिँ रामेछाप जिल्ला पर्छ। यो अरू चाहिँ सिन्धुली जिल्ला। सबै सिन्धुली जिल्ला। गलन्जोर 2 हाम्रो पित्तिजोर भन्ने ठाउँ हो यो। अनि सबैजनाले यसो हेरिदिनु होला।